नमस्कार साथीहरु, टुडे न्यूज नेपालको खबरको अर्को श्रृंखलामा तपाईहरुलाई स्वागत छ। तपाईहरुले टुडे न्यूज नेपाल च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गरेर बेल आइकनलाई अन गर्नुहोला। आउनुस् खबरको श्रृंखलालाई सुरु गरौँ। यस्तो छ सिंहदरबार जलाउनेहरूलाई सरकारले दिएको उन्मुक्तिबारे विशेष जानकारी आजको अपडेटमा। झापामा ओलीको जित सुनिश्चित गर्न नेपाली कांग्रेसका नेताहरूले पनि सहयोग गर्ने तयारी रहेको छ। भित्रै बालेन हराउन को लागि परेका छन्। खास गरी निर्वाचन बिथुल्ने षड्यन्त्र, दुर्गा प्रसाई रिहाबारे पनि महत्त्वपूर्ण अपडेट छ र अन्य महत्त्वपूर्ण जानकारी छन्। हामी सँगै रहनुहोस्। आसन्न प्रतिनिधि सभाको निर्वाचनको बेला 7 दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय। जेएनजी परिषद गठन गर्ने सरकारको निर्णय। गैर सरकारी संस्थाहरूले नेपालको राष्ट्रिय प्राथमिकता अनुसार काम गर्नुपर्ने प्रधानमन्त्री कार्कीको भनाई। आसन्न निर्वाचनका लागि चीन सरकारले $40 लाख सहयोग गर्ने। पूर्व राजालाई रविको जवाब चुनाव सार्ने भए 4 दिन ओर सारौं। निर्माण व्यवसायलाई रविको जवाब डोरीले होइन कानुनले बाँध्ने भनेको हो। गगनलाई रविको कटाक्ष सुध्रिन मन भए 5 वर्ष प्रतिपक्ष बनेर आउनु। उद्योग खोल्न नेतालाई गुहार्नु पर्ने र खोलेपछि चन्दा दिनुपर्ने अवस्था अन्त्य गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन्द्र शाहको भनाई। बालेन भन्छन् बराह क्षेत्रलाई बाली र मालदिव जस्तो बनाउन सकिन्छ। सरकारी सम्पत्तिको पनि बिमा थालियो, भवनको बिमा गर्न भने चुनौती। निर्वाचन सुरक्षा समितिको बैठकको निष्कर्ष। रौतहट र वीरगञ्जको झडपपछि सुरक्षा व्यवस्था थप मजबुत पारिँदैछ। राष्ट्रिय फुटबल टोलीका कप्तान साम्बा भन्छन् 1.5 करोड रुपियाँ जम्मा भइसक्यो, अब रोक्नुहोस्। नयाँ सरकारमा नेपाली कम्युनिस्ट पार्टीको भूमिका महत्त्वपूर्ण हुने नेकपाका संयोजक प्रचण्डको दाबी। दुर्गा प्रसाईलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश। सिङ्गापुरबाट सुनिल पौडेलको खाता विवरण झिकाउन विशेष अदालतको निर्देशन। राष्ट्रिय सूचना प्रविधि केन्द्रका उपकरणको अवस्था पेश गर्न विशेष अदालतको आदेश। पहिलो हुने दलले 5 वर्ष सरकार चलाउने विधि निर्माण गरौँ भन्छन् कांग्रेस उपसभापति विश्व प्रकाश शर्मा। निर्वाचनमा सीमाशील भए पनि भारतीयलाई फर्किन भने अवरोध नगरिने। कुनै पनि बहानामा निर्वाचनको मिति सार्ने काम गर्न नहुने एमालेको भनाई। सरकारले निषेधाज्ञा र कर्फ्यू लगाएर त्रास सिर्जना गर्न खोजेकाले फागुन 21 मै चुनाव हुनुपर्ने अडान। मोरङका कांग्रेस उम्मेद्वार सुनिल शर्मा भन्छन् निर्वाचन क्षेत्रमा भएका विकास निर्माणका कामहरू मुख्य चुनावी एजेन्डा हुन्। निर्वाचनलाई सभ्य र भव्य तरिकाबाट सम्पन्न गराउन सरकार पूर्ण प्रतिबद्ध भएको महिला तथा बालबालिका मन्त्री श्रेष्ठको भनाई। कृष्ण सबुज बानिया भन्छन् निर्वाचित भए काठमाडौँका खोला नदी ढलमुक्त बनाउँछु। काठमाडौँको बसन्तपुर स्थित हनुमान ढोका दरबारमा 3 तले चिर ठड्याइयो। उदयपुरका छत्रबहादुरको अमेरिकामा अकल्पनीय अपराध उजाडियो एक परिवार। उपभोक्ता अदालतको अध्यक्षमा डाक्टर दिवाकर भट्ट। यातायात व्यवसायीहरू भन्छन् सरकारी प्रतिवेदन कार्यान्वयन नहुँदा दुर्घटनाहरू बढे। राजसभा बागमती प्रदेश समितिका उपसभापति हुमगाई नेपाली कांग्रेस प्रवेश। पूर्व सचिव घिमिरेसँग 1.5 लाख धरौटी माग। 5 थर पुगेका कुलमानले भने हामी काम गर्न आएका हौं, गफ छुट्ने पार्टी होइनौ। वीरगञ्ज औद्योगिक क्षेत्रमा 1 खर्बको लगानी भित्र्याउने योजना रहेको अनिल रुङ्गटाको भनाई। अफ्रिकन स्वाइन फिभरले चितवनमा बङ्गुर मर्न थालेपछि किसानहरू चिन्तित। 21.62 अङ्कले बढ्यो बजार, घट्यो कारोबार। आइजिन विवादमा सुटुक्क शेयर मिसाएर गरिने अरबौंको चलखेल रोक्ने सीडीएससी को भनाई। जय ट्रफी क्रिकेटमा कुशल भुर्तेलको अर्धशतकमा पुलिसले एपीएफलाई हरायो। आरबी र बागमती बीचको खेल बराबरीमा। राष्ट्रिय लिगमा चर्च बॉयजको चौथो जित, चितलाङको चौथो बराबरी। सावित्रा भण्डारीको उपचारमा इन्फाको भूमिकामा प्रश्न गर्दै राष्ट्रिय फुटबलरद्वारा इन्फाको आलोचना। एपस्टिन प्रकरणमा बेलायतका पूर्व राजदूत मण्डेलसन पक्राउ। इरानद्वारा अमेरिकासँग अन्तरिम आणविक सम्झौता हुने अनुमान अस्वीकार। मानव अधिकार उल्लङ्घनले 2 राज्य समाधानलाई खोज्दै लगेको संयुक्त राष्ट्रसङ्घका महासचिव गुटरेसको भनाई। भारतमा माओवादी विद्रोहको अन्त्य अन्तिम चरणमा पुगेको सरकारको दाबी। 40 वटा जापानिज कम्पनीमाथि चीनले लगायो कडा निर्यात नियन्त्रण। भारतले ठूला फ्रान्सेली लगानीकर्ताका लागि घटायो लाभांश कर। र यता भने 21 फागुनमा हुने निर्वाचनका लागि यसपालि मतदानपछि मतपेटिका गणना स्थलसम्म पुर्याउने जिम्मा नेपाली सेनालाई दिएको छ। विगतका निर्वाचनमा मतपत्र ढुवानीको सुरक्षामा प्रहरी र सशस्त्र प्रहरी मात्र खटिँदै आएका थिए। असामान्य परिस्थितिलाई मध्यनजर गर्दै नेपाली सेनाको भूमिका विस्तार गरिएको निर्वाचन आयोग र गृह मन्त्रालयले जनाएको छ। निर्वाचन एकीकृत सुरक्षा कार्ययोजना 2082 अनुसार देशभर सेना प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र निर्वाचन प्रहरी परिचालन भएका छन्। सेनाका करिब 80,000, नेपाली प्रहरीका 71,000 र सशस्त्र प्रहरीका करिब 35,000 सुरक्षाकर्मी खटिएका छन्। आवश्यक परे संयुक्त कमान्ड समेत नेपाली सेनाले लिने व्यवस्था गरिएको छ। देशभर 11,901 मतदान स्थल र 23,112 मतदान केन्द्र तोकिएका छन्। तीमध्ये 4,114 मतदान स्थल अति संवेदनशील सूची
सूचीमा राखिएको छ। मतदानपछि मतपेटिका लुटपाट र तोडफोडको जोखिमलाई मध्याहमा राख्दै बाहिरी सुरक्षा घेरा नेपाली सेनाले सम्हाल्ने भने भित्री सुरक्षामा नेपाल प्रहरी रहनेछ। सरकारले निर्वाचन अवधिभर मदिरा बिक्रीमा रोक, सीमा नाकामा कडाई तथा इजाजत पत्र हतियार बुझाउन निर्देशन दिएको छ। साथीहरू, तपाईहरूलाई टुडे न्युज नेपालको आजको यो प्रस्तुति कस्तो लाग्यो? भिडियो राम्रो लागेको भए भिडियोलाई लाइक अनि च्यानललाई सब्स्क्राइब गरिदिनुहोला। हामी टुडे न्युज नेपाल च्यानलमा यस्तै खबरहरू लिएर उपस्थित भइराख्ने नै छौँ। आजलाई बिदा दिनुहोस्। हस्त, धन्यवाद।